नमस्कार, फेरि पनि स्वागत छ हाम्रो कृषक च्यानलमा। आज चाहिँ हामी बुङकुलुङ बस्ती आएको छौँ। बुङकुलुङ भन्नाले एकदम एग्रिकल्चर बेल्ट है। विशेष गरी बुङकुलुङमा चाहिँ अब धेरै प्रकारको खेतीपाती हुन्छ है। यहाँनिर तपाईँको माछा पालनदेखिको लिएर धानदेखिको लिएर तपाईँको कालो दाल है सबै कुरो हुन्छ। र आज चाहिँ हामी यहाँनिर हाम्रो बुङकुलुङमा चाहिँ विशेष गरी फिस फार्मिङको लागि आएको छौँ। बुङकुलुङमा आज हामी अमीर सुब्बा जो हुनुहुन्छ उहाँको आफ्नो होमस्टे पनि छ, साथसाथै उहाँको माछा है पालन पनि उहाँले गर्नुहुन्छ। र इसप सुब्बाकोमा पनि हामी जानेछौँ। र आज चाहिँ विशेष गरी हामी फिस फार्मिङमा चाहिँ आज हामी फोकस गरौँ है। अनि हामी एनबी लिम्बू नरबहादुर सुब्बाकोमा पनि हामी जानेछौँ। र आउनुहोस् है, यहाँ बुङकुलुङ आज हामी सँगसँगै आज बिताउँ है। कस्तो प्रकारले के गर्दो रहेछ अलिक जान्न कोसिस गरौँ। मेरो नाम एनबी लिम्बू नरबहादुर लिम्बू, बाबाको नामले देवमान लिम्बू। म बुङकुलुङ बस्छु। हाम्रो यो रेसिडेन्स चाहिँ तपाईँको सौरेनी जिपी 2 पर्छ, मिरिक ब्लक। महकुमा पनि मिरिकै पऱ्यो हाम्रो। हामी यहीँ जन्मेको हो। माछा पालन चाहिँ तपाईँको हामी सानो नानीहरू हुँदाखेरि चाहिँ यहाँनिर अरूले एक दुईजनाले माछा पालन त गर्थे, तर उनीहरूले त्यो माछा पालन सिस्टमेटिक वेमा गर्थेन। र हामीले यो सिस्टमेटिकल्ली माछा पालन फिसिकल्चर गरेको चाहिँ 1989 देखि हो। त्यति बेला चाहिँ तपाईँको हाम्रो 89 मा पहिला 70 मा चाहिँ तपाईँको देहरादुनबाट एकजना यो मेडिसिन कम्पनीमा काम गर्ने एकजना साहब हुनुहुन्थ्यो, म्यानेजर। उहाँ 22-23 वर्ष बुङकुलुङ बस्नुभयो यहाँ मेडिसिन दबाईको खेती गरेर। र उहाँलाई चाहिँ फिसिकल्चरमा अलिकति नलेज थिएछ र उहाँकोबाट नै हामीले सिकेर हामीले यहाँनिर माछा पाल्न थाल्यौँ। अब दार्जिलिङ गोर्खा हिल काउन्सिल थियो दार्जिलिङमा। त्यति बेला हाम्रो बेसिस दार्जिलिङ लुइस जुब्लीमा फिसरी डिपार्टमेन्टको एउटा अफिस थियो। त्यहाँ अफिस हुँदा डिस्ट्रिक्ट फिसरी अफिसर हुनुहुन्थ्यो एउटा चाहिँ बेङ्गोली पिके रोय भन्ने। उहाँसँग सरसल्लाह गरेर त्यहाँदेखि त्यो डाइरेक्ट यो फिसिकल्चरको लागि चाहिँ सुभाष घिसिङलाई एउटा बिन्ती गरेर रिक्वेस्ट गरेर यहाँ हाम्रो गाउँ चाहिँ फिसिकल्चरको लागि सुइटेबल छ र यहाँ चाहिँ अलिकति हामीलाई 15-20वटा माछा खाडी बनाइदिनु पर्छ भनेर भन्दा चाहिँ उहाँले भन्नुभयो। त्यो चाहिँ म एकपल्ट तल कलकत्तामा सोधेर चाहिँ सोध्नु लाउँछु, सोधेर के कसो हुन्छ अन्त म तपाईँहरूलाई भन्छु भनेर भन्नुभयो। त्यहाँ 1 महिना बादमा उहाँले सोधीखोजी गरेर फेरि कलकत्ताबाट एउटा रिपोर्ट आयो, बुङकुलुङमा ठिकै छ माछा खाडीको लागि माछा पालन राम्रो छ भनेर। ल्यान्ड पोजिसन कस्तो छ त्यो, अब त्यो रेजिस्ट्रेड हो कि नन रेजिस्ट्रेड हो कि भेस्टल्यान्ड हो कि कस्तो खालको ल्यान्ड पोजिसन हो, उनीहरूको आफ्नो नाममा डकुमेन्ट छ कि छैन, तिरेको छ कि छैन खजाना, त्यो खजाना तिरेको रसिद छ र ल्यान्ड आफ्नो डकुमेन्ट डिडहरू आफ्नो नाममा छ, खतियान नाममा छ भने चाहिँ जतिजना छ उनीहरूको चाहिँ जेरक्स कपी मगाउनु। त्यो जेरक्स कपी चाहिँ हाम्रोमा आयो भने ठिक छ हामी दिइहाल्छौँ बजेट भनेर उहाँले भन्नु हुँदाखेरि चाहिँ मैले 17 जनाको चाहिँ ओरिजिनल डकुमेन्ट भेटाएँ। 17 जनाको ओरिजिनल डकुमेन्ट भेटाएर चाहिँ मैले लुइस जुब्लीमा डिएफओलाई बुझाएर चाहिँ डिएफओले फेरि यो 17वटा फिस पोन्ड बनाइदिनु भयो 89 मा। जुन चाहिँ खासै पाएको छ त खास के निकाल्नु एकछिन 17वटा फिस पोन्ड बन्यो। त्यहाँदेखि त्यो 17वटा फिस पोन्ड बन्यो, त्यतिकै फेरि फिसरमेन डेभलपमेन्ट कमिटी पनि बन्यो डिजिएसटीकै अन्डरमा। त्यो हुँदा त्यसको अन्डरमा नै अहिलेसम्म चाहिँ फिसिकल्चर मजाले नै हुँदैछ। र फिसिकल्चरबाट राम्रोसँग ध्यान, अब धानहरू मकै खेती जस्तै ध्यान दियो भने चाहिँ फिसिकल्चरबाट पनि इन्कम चाहिँ राम्रो छ। बुङकुलुङमा चाहिँ अहिलेसम्म हामीले 89 देखि चाहिँ नम्बर 1 मा
मतलब उयो छिट्टो बढ्ने चाहिँ र मिठो टेस्टी पनि ग्रास काप, अमेरिकन रुई र मृगल, यो तीनटा भेराइटी आइएमसी भन्छ, इन्डियन मृगल कार्प। त्यो 3 भेराइटीको माछा चाहिँ हामीलाई डिपार्टमेन्टले दिन्छ कलकत्ताले हो। त्यो फ्री अफ कस्टमा दिन्छ, हामीले पैसा तिर्नु पर्दैन, एभ्री इयर दिन्छ हामीलाई। छिटो छिटो गरेर हेर्नु पुस्तै भयो भागिहाल्छ छोडिदिउँ न छोड्यौँ। खाद्यले 3टा माछा चाहिँ मतलब बाँच्छ। यहाँ भन्नुको अर्थ चाहिँ के हुन्छ भने माछालाई ग्रास कपलाई चाहिँ अहिले तपाईँले देख्नुभयो मैले घाँस हालिदिएको, त्यो घाँस खान्छ ग्रास कप हाइट 3 स्टेपमा बसेको हुन्छ। टपमा हुन्छ ग्रास कप, बिचमा हुन्छ मृगल, मुनि ग्राउन्ड लेभलमा बस्छ अमेरिकन रुई, त्यसलाई कमन कार्प पनि भनिन्छ। र ग्रास कपले खाएर टोइलेट जुन चाहिँ गर्छ त्यो खान्छ मृगलले खाएर जुन चाहिँ टोइलेट गर्छ त्यो खान्छ अमेरिकन रुईले। त्यसलाई 1 फुड 3 कल्चर भन्छ। अन्त त्यो कारणले गर्दा यहाँ अहिलेसम्म त राम्रै हुँदैछ। अब माछा ठुलो माछा पनि देखिहाल्नु भयो, त्यो 4 वर्षको हो, 4 वर्षमा त्यत्रो हुन्छ त्यो माछा, अरू त्यस्तो बढ्दैन त्यो माछा हो। र खानु पनि टेस्टी। बेखन चाहिँ तपाईँको हाम्रो त खाली प्रडक्ट मात्रै गर्नुपर्छ, घरमै आउँछ हामीलाई फोन, डेली आउँछ मलाई यति चाहियो, मलाई उति चाहियो, यति चाहियो भनेर डेली आउँछ। अहिले पनि मैले 3 जनाले मलाई बिहानै फोन गरेको। म त माछा बेच्दिनँ, म त दसैँमा यसो अलिअलि आफन्त साथीभाइहरूले उसको बर्थडे भन्छ, के भन्छ, पाहुनाहरू भन्छ, त्यो बेच्छु। मेरो चाहिँ त्यो उयोमा अरू जस्तो त्यो मार्केटिङ उयो गर्ने मेरो छैन, माछा कम्ती छ भनेर भनिदिएँ मैले हो। अन्त तपाईँको गाउँतिर त पुरा बिक्री हुन्छ नि। अन्त यहाँ तपाईँको सिलगढीबाट अहिले 2 बजीदेखि त पुरा बाइक लिएर सानो अल्टो सेन्टो लिएर पुरा आउँछ माछा किन्नु, लोकल कुखुरा किन्नु। अब फिसरी विभागले हामीलाई सहुलियत त दिएको छैन त भन्नु पाप लाग्छ, किनभने फिसरी डिपार्टमेन्टले हामीलाई दिएको छ सबै कुरो। 1989 देखि नै हामीलाई दियो, घरहरू पनि दिएको छ, फिसरमेन हाउस भन्छ, घरहरू पनि दिएको छ। प्रत्येक वर्ष फिसिङ नेट जाली पनि दिन्छ। अब चारो पनि दिएको छ तपाईँलाई, म चारोको उयोहरू पनि देखाइदिन्छु। चारो पनि दिन्छ, हामीलाई दिनै रहन्छ चारो पनि। लाइमिङ कोही बेला माछालाई पोइजनिङ हुन्छ, माछालाई हेल्थ इन्फेक्सन हुन्छ, त्यो कत्ला उक्किने रोग लाग्छ माछालाई, त्यति बेला लाइमिङ त्यो मेडिसिनको लागि लाइमिङ त्यो चुना पनि हामीलाई दिइरहेको छ। माछाको बच्चा एभ्री इयर हामीलाई फ्री अफ कस्टमा दिन्छ। म बुङकुलुङवासी अमिर सुब्बा, कृषि। हामीले चाहिँ फर्स्ट इम्पोर्टेन्ट चाहिँ यहाँनिर चाहिँ अब कृषि र अब होइन कृषि खेतीपातीदेखि लिएर माछा पालन होइन, त्यहाँदेखि होमस्टेदेखि लिएर होइन, गाउँमा हुने सागसब्जीदेखि लिएर सबै कुरो होइन व्यवस्थित गरिरहेको छौँ होइन। एक त हामीलाई एउटा कृषिबाट पनि होइन कतिवटा बिउजनहरू दिइरहेको छ। अन्त त्यो हिसाबले हामीले यो कृषिलाई ध्यान दिइरहेको छौँ। माछा चाहिँ हाम्रोमा छ अहिले यहाँ चाहिँ प्रशस्त तहले चाहिँ ग्रास कप छ, त्यहाँदेखि बिचमा तेलेपिया छ, त्यहाँदेखि चाहिँ अमुरको पनि छ भेराइटी हाम्रोमा चाहिँ अहिले पाउन सक्नुहुन्छ। यो चाहिँ अहिले होमस्टे चाहिँ मेरोमा कन्सेप्ट चाहिँ कसरी आयो भने चाहिँ अब एउटा मेरो यहाँ सानो काठको घर थियो, काठको घरमा बस्दा चाहिँ अन्त मान्छे यातायात पुरा गर्नु थाल्यो। यातायात गर्दा अब के भन्नु थाल्यो नि होमस्टे भन्ने मान्छेले प्रायःले क्वेसन गर्नु थाल्यो। अन्त मलाई झट्टै दिमागमा गयो। दिमागमा जाँदाखेरि चाहिँ अब म पनि यो होमस्टे बिस्तारै गर्नु पऱ्यो भनेर मैले बिस्तारै एउटाबाट स्टार्ट गरेँ होइन। एउटा बिस्तारै गर्दै अहिले 3टासम्म पुगेको छ। अन्त त्यहाँदेखि अहिले त्यस सँगसँगै मैले एग्रिकल्चर पनि गर्छु होइन। एग्रिकल्चरदेखि लिएर एग्रिकल्चरहरू दिएर प्रायः होइन गेस्टहरूलाई चाहिँ मेरो लोकलै खाना हुन्छ होइन प्रायः होइन। अब यहाँ बारीको सागसब्जी हुन्छ सिजनको बेलामा, अब बिचको सिबीको सिजन थियो, सिबीको सिजन सक्यो, अब बिईहरूको बैगुनहरूको सिजन भइरहेको छ, अहिले त्यो पनि फलिरहेको छ होइन, फल्दैछ। अन्त अहिले तिनीहरू हुन्छ गेस्टहरूले चाहिँ खानापिनाहरूदेखि ल्याएर होइन। अन्त अब कोहीले चाहिँ मासु मङ्स खानेहरू चाहिँ माछा हुन्छ। एकदम कृषिमा चाहिँ एकदम फाइदा राम्रो देखेको छु मैले चाहिँ होइन। अब मैले पनि अब सिबीहरू लाउँदाखेरि अब सिजनमा 30-40 हजारको एक
सिजनमै बेचेको हो होइन, 2 सिजन गरिकन 80-90 हजारको बेचेको हो। अहिले र पनि लगाइरहेको छु। अहिले अलिकति कम्ती छ होइन पहिलाको भन्दा। अब त्यसमा मैले चाहिँ सिबी छोडेर अलिकति केराहरू पनि लगाएको छु होइन। केराहरू लगाएकोले गर्दा अलिक सिबीहरू चाहिँ कम्ती लगाएको छु योपालि चाहिँ होइन। र पनि यसो 5-6 क्विन्टल त बेचाइ भयो सिबीहरू पनि। म ईश्वर सुब्बा, बुङकुलुङ निवासी। म एउटा मतलब कृषक हो। सुँगुरको चाहिँ मैले यो 2टा बच्चाहरू ल्याएको थिएँ। यसलाई चाहिँ माउ बनाएर एउटा फार्म जस्तै गरेर मजाले पालौँ भन्ने चाहिँ बच्चा दिने माउहरू पालेर। मेरो होमस्टेको नाम चाहिँ युमा होमस्टे हो, बुङकुलुङ बस्ती। तपाईँको 2टा रुम छ। पुरानोमा चाहिँ जम्मा 2 जनाको हाम्रो अमीर सुब्बा र मेरो। प्रायः त अहिले यहाँनिर जति होमस्टे छ बाहिरबाट आएर गरेको छ। पुरानोमा चाहिँ अमीर सुब्बा र मेरो मात्रै हो सर। माछा चाहिँ मैले तपाईँको बच्चा हिजो अस्ति 500 वटा हालेको छु। ठुलो चाहिँ अहिले लगभग मेरोमा निकाल्यो भने त्यस्तै 60 केजीहरू जस्तो छ। हाम्रो चाहिँ दिपावलीको टाइममा चाहिँ बिक्री गर्छौँ हामी कि। त्यति बेला चाहिँ यो भाइटिकाको टाइममा प्रायः बाहिर गाउँहरूबाट छिमेकी गाउँहरूबाट डिमान्डहरू आउँछ। त्यति बेला चाहिँ हामी उहाँहरूलाई निकालेर सेल गर्छौँ।